यस्तो राम्रो स्विमिङ पुल भएको बाटो चाहिँ हाम्रै ठाउँको होला कि फेरि। बाटोको कुरा चाहिँ गर्दै गरौँला, त्योभन्दा अगाडि स्वागत छ मेरो मिनी ब्लगमा। हिजो चाहिँ शनिबारको दिन पारेर दाई भाउजू पनि आउनु भएको थियो नि त। अनि आज बिहानभरि सबैजना बस्यौँ। अनि साँझ भइसकेपछि त जानु पर्यो। ब्याङ्कवालाको ब्याङ्क, स्कुलवालाको स्कुल, क्याम्पसवालाको क्याम्पस सबै स्टार्ट हुन्छ के। दाई भाउजूले चाहिँ अत्तरिया बाटो जानुपर्ने भएको भएर उहाँहरू चाहिँ अत्तरिया बाटो जानुभयो। अनि भाउजू र म चाहिँ यताबाट आयौँ। ए भगवान्, यो बाटोको तारिफ पनि कति गर्नु, अब मसँग शब्द पनि छैन के। सायद म जन्मेदेखि र मैले थाहा पाउँदादेखि चाहिँ यो बाटोको अवस्था यस्तै छ। मैले चाहिँ यो बाटो राम्रो भएको कहिले पनि देखिनँ। अनि यहाँको जनप्रतिनिधिहरूले पनि यो बाटो राम्रो भएको देख्नु पनि भएको छैन होला। आफू बनाउने त कुरै छैन फेरि। अहिले बाटोको कुरा गर्दैमा बाटो बन्ने भयो त भन्नु, यहाँ छोडिदिनु यो बाटोको कुरा। अनि हामीहरू पुग्यौँ तारानगर। त्यहाँ चाहिँ रुखमा चराले घोल बनाएको रहेछ। अनि त्यसको बच्चा पनि रहेछ के त्यसमा। अनि मैले भिडियो बनाइदिएँ। त्यसपछि भाउजूले मलाई रुमसम्मै पुगाइदिनु भयो। घर र रुम जतिको राम्रो चाहिँ मलाई काहीँ पनि लाग्दैन। थ्याङ्क यू फर वाचिङ।